उसले फेरि पुनः मिलन गराइदिन्छ। हुन त संसारमा सबै मर्छन्, नमर्ने कोही पनि छैन। जीवित प्राणीहरू सबै मर्छन्, जे पनि छ सबै नष्ट हुन्छन्, नष्ट नहुने केही पनि छैन। आकाशचुम्बी महलहरू एकैछिनको एकै मिनटको भैँचालोले लथालिङ्गै बन्छ। जस्तै महान भन्ने मान्छेहरू पनि उनीहरूको जीवन नष्ट भएका हामीले देखेका छौँ। आज गुड फ्राइडेको दिन विश्वले मनाइरहेको कुरा चाहिँ यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो। हाम्रो अति आदरणीय आजको मुख्य अतिथि एमएलए साहबको मुखबिन्दबाट पनि हामीले सुन्यौँ, यीशु ख्रीष्ट आजको दिन क्रुसमा मर्नुभएको दिन हो। सारा विश्वले आजको दिनलाई सम्झना गर्छन्। आज हामी पनि सम्झना गरिरहेका छौँ। मैले भने सबैजना मर्छन्, नमर्ने कोही पनि छैन। देशका सुरक्षाकर्मीहरू उनीहरू मर्दा मरे मात्रै भन्दैनन्, देशको निम्ति शहीद भयो भनेर भन्छन्। हाम्रा देशका सुरक्षाकर्मीहरू, सिमानामा तैनात भएका हाम्रा आर्मीहरू उनीहरू मर्दा आफ्नो देशको निम्ति, मातृभूमिको निम्ति उनीहरू शहीद भयो भनेर भन्छन्। हामीले त्यो मृत्यु भिन्दै नै मान्छेले मान्छन्। त यीशु के को निम्ति मर्नु भयो त? यीशु मर्नुभयो भनेर त संसारले नै जानिरहेको छ। तर यीशु ख्रीष्ट चाहिँ किन मर्नुभयो भन्ने चाहिँ त्यो चाहिँ एउटा ठुलो कुरा हो। हजुरलाई यो स्पष्ट म बताइदिउँ, प्रभु यीशु ख्रीष्ट संसारमा आउनुहुँदा उहाँले कहिले पनि धर्म प्रचार गर्नु भएन। उहाँले धर्म सुरु गर्नु पनि भएन। धर्मको कुरा नै गर्नुभएको छैन उहाँले त। उहाँले क्रिस्चियन धर्मको कुरा गर्नु भएन, तर उहाँले त धार्मिकताको कुरा पो गर्नुभयो। एउटा साँचो आदर्शवाद, एउटा मानववाद र मान्छेभित्र कसरी ईश्वरत्व र सही मनुष्यता कसरी आउँछ भन्ने कुरा यीशुले सिकाउनु भयो। उहाँले कहिले पनि धर्म गर्नु उहाँले कहिले पनि भन्नु भएन, तर धार्मिकता उहाँले सिकाउनु भयो। धर्म र धार्मिकतामा धेरै फरक छ। धर्म त संसारमा धेरै कुरा देखिन्छ, तर आज हामीलाई चाहिएको छ धार्मिकता। यीशुले धार्मिकता सिकाउनु भयो, उहाँले प्रचार गर्नुभयो। यीशु ख्रीष्टले कहिले पनि एउटा नयाँ धर्म सुरु गर्नु भएन। यहाँलाई स्पष्ट म बताउँ, यीशु ख्रीष्टले वास्तवमा संसारमा के ल्याउनु भयो त? किन उहाँ क्रुसमा जानुभयो, किन उहाँ मर्नुभयो भन्ने कुरा। यीशु ख्रीष्ट संसारमा हुँदा के यो धर्म हो? अन्धो मान्छेहरू आउँथे, जन्मदेखि आँखा नदेख्ने दृष्टिहीन व्यक्तिहरू आउँथे, भिखारीहरू आउँथे, जसले संसार कहिले देखेका थिएनन्। अनि उनीहरू आइकन यीशुलाई भन्थे, प्रभु दृष्टि पाऊ। अनि यीशु ख्रीष्टले आँखा छुइदिनुहुन्थ्यो, अनि ती अन्धो आँखाहरू खोलिन्थे, उनीहरू फेरि देख्न थाल्थे। यो धर्म होइन। कसैको घरमा मृत्यु छाएको छ, मान्छे मरेको छ, अनि यीशुले घरभित्र आउनुहुन्छ, मरेकी ठिटीलाई हातमा समातेर उहाँले ठिटी उठा भन्दा जुरुक्क उठाउनुहुन्छ। मरेको मान्छेलाई प्रभुले जिउँदो बनाउनुहुन्छ। यो धर्म होइन। 4 दिनसम्म सडिसकेको लाजस चिहानमा परिरहेको छ। त्यो चिहानमा म पनि 3 पल्ट पुगिसकेँ। इतिहास साक्षी छ। अनि यीशु बाहिरबाट त्यो मरेको मान्छेलाई यीशुले बोलाउनुहुन्छ, ए लाजरस बाहिर निस्के। अनि भित्रको मान्छे कफनसँगै नै बाहिर निस्किन्छ। यो धर्म होइन। यीशु ख्रीष्टले जीवन दिनुभयो, मरेको मान्छेलाई जीवन दिनुभयो, गुङ्गोलाई बोल्ने बनाउनु भयो, लङ्गडोलाई हिँड्ने बनाउनु भयो, कोढीहरूलाई उहाँले कम्प्लिटली चङ्गाई गर्नुभयो, शुद्ध गर्नुभयो। अनि यस्ता कुरा गर्थे यीशु ख्रीष्टले। महान महात्मा गान्धीजीले भन्नुभयो, हरेक धर्म तब मात्रै कम्प्लिट हुन्छ जब यीशु ख्रीष्टले दिनुभएको शिक्षालाई पालन गर्छ। अनि डाक्टर राधाकृष्णनले भन्छ, यीशु ख्रीष्ट एउटा वान अफ द ग्रेटेस्ट एउटा टिचर, एउटा महान शिक्षक हो। विवेकानन्दले भन्छ, यीशु ख्रीष्टको शिक्षा चाहिँ प्रत्येक मान्छेले मान्नुपर्छ भन्ने कुरा। अनि यसले के शिक्षा यस्तो दिनुभयो त?
जो चाहिँ आज संसारको महान विद्वानहरू महान महानुभावले त्यो शिक्षालाई पालन गरेका छन्। एउटै कुरा हो, असल शिक्षा त सबैले दिन सक्छन्, महान उद्देश्यहरू त जसले पनि दिन सक्छन्, तर येशू ख्रीष्टको शिक्षामा के फरक थियो भन्दाखेरि चाहिँ जुन कुरा उहाँले बोल्नुहुन्थ्यो उहाँले त्यो कर्ममा उहाँले देखाउनुहुन्थ्यो। जे बोल्नुहुन्थ्यो उहाँले गर्नुहुन्थ्यो। आज संसारमा धेरै उपदेश दिने मानिसहरू छन्, उनीहरू बोल्छन् तर त्यो कुराहरू कर्ममा देखाउन मिल्दैन। तर येशूले जे बोल्नुहुन्थ्यो मान्छेले साक्षात् रूपमा आँखाले देख्थे। येशू साँच्चै नै मान्छेको बिचमा उहाँ जिउनुभयो। मैले फेरि पनि भन्दैछु, येशू धर्म सुरु गर्नु भएन, येशूले त जीवन सुरु गर्नुभयो। येशूले मान्छेको जीवनमा जीवन सुरु गर्नुभयो। 1971 सालमा हाम्रो परिवार नष्ट भइसकेको थियो। एउटै बुबालाई गुमाएको 1 वर्ष पनि भएको छैन। आमा हृदय रोगी, कालिम्पोङको डाक्टरले अब बाँच्दिनन् भनेर घर फर्काएको छ। भाइ बहिनीहरू बिमारी छन्, सबैजना कसैलाई छाडेर कसैलाई के छन्, घर नष्ट भइसकेको छ। अब हामी त नष्ट भइसक्यौँ। त्यस्तो बेलामा त्यो अवस्था देख्न नसकी एक साँझ घरको कुनामा बसिकन घुँडा म टेक्छु। अनि जीवनमा पहिलोपल्ट मैले यसरी प्रार्थना गरेँ। म कहिले पनि क्रिस्चियन थिइनँ, म इसाई होइन। मैले येशूलाई यसरी भने, येशू मैले सुनेको तपाईँ संसारमा हुँदा त तपाईँले त बिमारीलाई जाति बनाउनुहुन्थ्यो भयो रे, मरेको हातलाई तपाईँले जिउँदो बनाउनु भयो रे। आमा मर्न लागेको छ, आमाको मुटु हल्लेको बाहिरबाट नै देखिन्छ, चोलीबाट देखिन्छ। आमा पीडा सहन नसकेर चिच्चाइ रोइरहनु भएको छ। मेरा दाजु दिदीहरू बहिनीहरू सबै वरिपरि आमाको वरिपरि बसेर आमासँगै रोइरहेको छ। येशू तपाईँ सत्य हो भने मेरो आमालाई तपाईँले जिउँदो बनाऊ, जाति बनाऊ। त्यति भन्ने बित्तिकै सबै भाइ बहिनीहरू जोडले चिचाउन थाले। म पनि दौडेर आमा कहाँ गएँ। आमाले आँखा बन्द गरिसक्नु भएको थियो, मुटु चल्न छोडिसकेको थियो, उसको मुटु बाहिरबाट देखिन्थ्यो हल्लेको बन्द भयो। म पनि आमाको छातीमा बसेर बिस्सरी रोएँ। 5 मिनटपछि आमाले आँखा खोल्नुभयो अनि भन्नुभयो, मलाई के भयो, मलाई के भयो, मलाई मुटु दुख्न छोड्यो, मलाई उठाऊ, मलाई के भयो। यो धर्म होइन, यो त साक्षात् एउटा कर्म हो। त्यो साँझ प्रभु येशू ख्रीष्टले मेरो आमालाई जिउँदो बनाउनु भयो, जाति बनाउनु भयो। आज येशू ख्रीष्ट वास्तवमा मान्छेको प्रार्थनालाई सुन्न सक्ने एउटा महान ईश्वर हुनुहुन्छ। 2010 सालमा मेरो श्रीमती बिमार भइन्। अति नै गम्भीर अवस्थामा सिलगढीको निजी हस्पिटलमा म पुर्याएँ। डाक्टरले देख्ने बित्तिकै उहाँले भन्छ, तिम्रो श्रीमती बाँच्न सक्दिनन्, 2टै किडनी फेल भएको छ, किडनीले काम गर्दैन, क्रिएटिनिन 12 पुगेको छ, मुटुमा खुन जमेको छ, क्लट जमेको छ, अनि उसको हेमोग्लोबिन खुन चाहिँ खालि 4 मात्रै छ। जति खुन दिए पनि 4 भन्दा माथि बढ्दैन। कलकत्ताबाट हृदय विशेषज्ञहरू आउँछन्, उनीहरूले भन्छन् बाँच्नै सक्दैन, फोक्सोमा पानी चढेको छ, सास फेर्न सक्दैन, 1 घन्टामा इन्जेक्सन लाउनुपर्छ। डाक्टरले मलाई 7 दिनभन्दा बेसी बाँच्न सक्दैन, घरमा लैजाऊ। मैले हस्पिटलदेखि बाहिर गएँ, गेटको सिँढीमा थचक्क बसेँ। अनि नोटबुक यस्तै थियो, मैले एउटा कविता लेखेँ। मेरो घाम अब डुब्न लाग्यो। मृत्यु अवस्थामा भेलोरको सीएमसी हस्पिटलको ढोका ढकढकाउन म पुगेँ। राति 11 बजे ग्रुप डाक्टर आइकन भन्छ बाँच्नु सक्दैन, डायलिसिस हुँदैन। किन डायलिसिस हुनको लागि खुन चाहिन्छ, खुन मसिनमा निकालेर त्यसलाई सफा गरेर फेरि शरीरमा हाल्नुपर्छ, त्यो पनि हुन सक्दैन। शरीर मुटुमा रगत जमेको छ, त्यो फटाउनु सक्दैन। लङ्समा पानी छ, निकाल्न सकिरहेको छैन, 2टै किडनी फेल छ, बाँच्दैन। म सोच्थेँ अब भेलोरबाट डेड बडी लास कसरी सिक्किम पुर्याउने, यति मात्रै मैले सोचेँ। तर अचम्मको कुरा एउटा वचन मैले उसको टेबलमा राखिदिएको थिएँ। 2 कोरिन्थी 12:9 त्यहाँ लेखेको छ, माई ग्रेस इज सफिसिएन्ट फर यु।
मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त। अनि मेरो श्रीमतीले त्यो बतलाई हेर्दै भन्न थालिन्, अब मसित इलाज काफी छैन, रुपियाँ पैसा पनि प्रशस्त छैन, अब संसारमा कुनै आशा नै छैन, तर प्रशस्त छ, पर्याप्त छ भने केवल यसो तपाईँको अनुग्रह मात्र हो। म बाँचे भने तपाईँको अनुग्रहले बाँच्छु, होइन म बाँच्दिनँ, म अब बाँच्न सक्दिनँ। ऊ गोरी छन्। अनि उहाँ पहेँलो नभएको त कुन छैन। अनि यति भन्ने बित्तिकै उसले भन्छ, अति नै चिसो भन्दा चिसो माथिबाट बगेर गयो भन्छ। अनि अचानक उसको शरीरमा खुन आयो, अनि अचानक ऊ रातो बन्न थाल्यो। उसले भन्न थाले, म खान थाल्छु। ऊ भन्ने थालिन्, मृत्यु त मैले आँखाले देखेँ, मेरो शरीरबाट निस्केर गयो। आज 16 वर्ष भयो उसको डायलिसिस भएको। उसँग डायलिसिस गर्ने कोही जिउँदो छैनन्। मेरो रङमा 9 जनाले किडनी ट्रान्सप्लान्ट गरेका हुन् मेरो साथीहरूले, तर त्यही 9 जना मान्छेहरू जिउँदो छैनन्। तर मेरो श्रीमती आजसम्म डायलिसिस हुन्छ, तर जस्ताको जस्तै हट्टा कट्टा छ। यो अचम्म हो। अनि मेरो जीवनमा यीशु को हुनुहुन्छ भने चाहिँ यहाँ छैन, विवेकमा छैन, तर यीशु को हुनुहुन्छ भने चाहिँ मेरो हृदयमा छ। अनि आज जस्तै यो सानो नानीले एउटा कथा उसले एउटा हामीलाई बताएको छ। उसले आफ्नो मृत्युले मरेर आफ्नो बाबा र आमालाई उसले फेरि पुनः मिलन गराइदिएको छ। यसो ख्रीष्ट क्रुसमा जानुभएको कारण पनि एउटै हो कि संसारमा पापको कारणले गर्दाखेरि परमेश्वर र मान्छेको बिचमा जुन चाहिँ एउटा विच्छेद सम्बन्ध विच्छेद थियो, भाग एउटा ग्याप थियो, यसो ख्रीष्ट क्रुसमा मरेर अनि मान्छेलाई परमेश्वरसँग मिलाइदिएको छ। यसोले तपाईँको निम्ति रगत बगाइदिएको छ, हाम्रो निम्ति उहाँले खुन बगाइदिएको छ। उहाँ कस्तो व्यक्ति हो जसले चाहिँ क्रुसमा मान्छेले क्रुसमा झुन्डाएको छ र पनि क्रुसमा झुन्डेर उहाँले यसरी प्रार्थना गर्नुहुन्छ, हे पिता यिनीहरूलाई तपाईँले क्षमा गर्नुहोस्, किनभने यिनीहरूले जे गर्दैछन् यिनीहरूलाई थाहा छैन। यसो ख्रीष्ट जस शत्रुको निम्ति क्षमाको निम्ति प्रार्थना गर्ने व्यक्ति थियो। आज संसारमा यो हामी गर्दैनौँ होला। जसले हामीलाई दुःख दिन्छ उनीहरूलाई पनि दुःखै होस् भनेर भन्छौँ। जसले हामीलाई धोका दिएको छ उनीहरूलाई पनि धोका दिन चाहन्छौँ। हामी बदला लिन चाहन्छौँ। हाम्रो शत्रुलाई राम्रो होस् भन्दैनौँ, तर यसो ख्रीष्टले त उहाँको शत्रुलाई चाहिँ असल होस्, उनीहरू राम्रो होस् भनिकन उहाँले त प्रार्थना गरे। उहाँले चोट बाइबलको वचन अनुसार हो भने उहाँले चोट खानुभयो, कोर्राद्वारा कुटियो, उहाँले भालाले रोपियो, पिटियो। अनि बाइबलको वचनले भन्छ उहाँले खाएका चोटहरूबाट मानिसहरू जाति हुन्छन्, बिमारीहरू चङ्गाई हुन्छन्। आज धेरै पटक कसैले हामीले चोट पार्छन् भने त त्यो चोट पार्ने प्रति त हामी कहिले पनि राम्रो भलो चिताउँदैनौँ। तर प्रभु येशू ख्रीष्टले के भन्नुभयो भने जब उहाँले चोट खानु नै थियो, त्यो चोटद्वारा चाहिँ मानिसहरूको लागि उनीहरूको लागि आरोग्यता चङ्गाई उहाँले गरिरहनु भएको थियो। म यहाँबाट के सिक्छु भनेदेखि कसैले तपाईँलाई चोट पार्दैछन् भने तपाईँले उसलाई चोट पार्नु होइन, बरु तपाईँले उसलाई चङ्गाई गरिदिनुहोस्, उसलाई तपाईँले भलाइ गरिदिनुहोस्, तपाईँले उसलाई असल कुरा गरिदिनुहोस्। हामी संसार स्वार्थी छौँ। एउटा गीत मैले सुनेको थिएँ, एउटा बहिनीले यस्तो गीत गाएकी छिन्, 2 थोपा आँसु मेरै निम्ति साँचेर राखेँ, 2 थोपा आँसु मेरै निम्ति साँचेर राखेँ, किनकि भोलि मेरै निम्ति रुन पर्दा आँसु होला कि नहोला। अर्को भाषामा भन्नु भने भोलि मेरो निम्ति रुन पर्दा मेरो आँखामा आँसु होला कि नहोला भनेर यो मेरो 2 थोपा आँसु मैले जोगाएर राखेको छु। मैले त्यो बहिनीलाई यसरी जवाब दिएको छु, बहिनी तिमी त भोलि तिम्रो निम्ति रुन पर्दा तिम्रो आँखामा आँसु हुन्छ कि हुँदैन भनेर तिमीले 2 थोपा आँसु जोगाएर राखेछौ, तर म त भोलि सुखै रोइदिउँला भनिकन मेरो 2 थोपा आँसु पनि तिम्रो निम्ति बगाइसकेको छु। भोलि मेरो निम्ति रुन परे म सुखै रोइदिन्छु, तर आजको यो 2 थोपा आँसु पनि म तिम्रो निम्ति बगाइदिन्छु। किनकि मेरो यीशुले क्रुसमा मर्दै गर्दा उहाँले आँसु मात्र होइन, उहाँले आफ्नो शरीरमा 1 थोपा खुन पनि राख्नु भएन, 1 थोपा खुन पनि उहाँले राख्नु भएन। उहाँको सम्पूर्ण रगत नै मानिस जातिको निम्ति उहाँले बगाउनु भयो, तपाईँको निम्ति हाम्रो लागि। संसारमा कसैले अशान्ति नहोस्, कोही पनि नष्ट नहोस् भनिकन। युहन्ना 3:16 भन्छ, पढिरहँदिन, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो
ताकि उहाँले आफ्नो एकमात्र पुत्रलाई संसारमा दिनुभयो ताकि जस कसैले उहाँमाथि विश्वास गर्दछ उनीहरू नष्ट होइन तर उनीहरूले अनन्त जीवन पाओस्। यीशु यसकारण क्रुसमा जानुभयो तपाईँ हरेक व्यक्ति हरेक संसारको हरेक जाति चाहिँ कोही पनि नष्ट नहोस्, हरेक जाति बाँचोस्, हरेक मानिसले उद्धार पाओस्, मुक्ति पाओस् भन्ने प्रभु यीशु ख्रीष्टको एउटा उद्देश्य हो, उहाँको प्रार्थना हो। यसकारण आजको वचन अनुसार तपाईँलाई यही भन्न चाहन्छु, यसपालिको गुड फ्राइडेमा तपाईँको जीवनमा परमेश्वरले एउटा नयाँ आशिष ल्याउनु। तपाईँले जस कसैले पनि कुनै प्रकारको तपाईँसित प्रश्नहरू छ, कुनै प्रकारको समस्या छ, चाहे संसारको मान्छेलाई समस्या ल्याउँदा सब कम्प्लिट समाधान हुँदैन होला, तर तपाईँ जब यीशु ख्रीष्टसँग तपाईँको समस्या ल्याउनुहुन्छ तपाईँको समस्याको समाधान त्यहाँनिर छ। अन्तिम एउटा कुरा म भन्छु तपाईँलाई अनि बच्न सक्छु। परमेश्वरले संसारको न्यायले अर्कै कुरा माग्छ, तर परमेश्वरले मान्छेको मुटु माग्छ, हृदय माग्छ। म एउटा मान्छेलाई भेटेको मैले आग्रा भन्ने जग्गामा, जब म त्यहाँ थिएँ, म काम गरिरहेको थिएँ, यत्रो जुङ्गा भएको बलवान मस्तान मान्छेसँग मेरो भेट भयो। शरीरभरि चोट भएको मान्छेसँग सरदार बलबीर सिंहको रहेछ, वा त चम्बलको घाटीको 1600 डकैतहरूको उता कप्तानको रहेछ। जसमा मैले त्यो मान्छेलाई भेटेँ, मसित मैले फोटो पनि खिचेँ अनि उसित मैले इन्टरभ्यू गरेँ। उसलाई मैले कसरी तिमी चाहिँ चम्बलको घाटीको चाहिँ 1600 डकैतको राजा कप्तान चाहिँ तिमी आज कसरी चर्चभित्र छौ भनेर मैले सोधेँ। सोद्धाखेरि उसले आफ्नो छोटकरीमा आफ्नो कथा बताउँछ। उता उसको शिरको दाम त त्यति बेला त 3 लाख रुपियाँ रहेछ। उत्तर प्रदेश सरकारबाट अग्रदूत त्यो पत्रिकामा यसरी निकालेको रहेछ, जसले सरदार बलबीर सिंहको टाउको ल्याउँछ उसले 3 लाख रुपियाँ सरकारबाट उनीहरूले पाउँछ। अनि उसले भन्यो, जुन दिन अग्रदूत पत्रिकामा 3 लाख रुपियाँको जुन चाहिँ खबर निस्क्यो, उसले भन्छ चम्बलको घाटीमा यति ठुलो रमाहट भयो किन उनीहरूले भने हाम्रो सरदारको टाउको दाम अब 3 लाख पुग्यो। अनि उसले के भन्यो, भोलिपल्ट 6वटा पुलिसको टाउको चाहिँ उनीहरूको क्याम्पमा ल्याएको थिए। कति कुख्यात डाकु थिए। उसले भन्छन् सिलगढीसम्म उसले लुटेका थिए अरे, अनि सिक्किम मात्र पसेको थिएन। त्यस्तो मान्छे कसरी प्रभुलाई पाएछ त? कसरी चाहिँ येशूलाई पाएछ भन्दाखेरि त मजाको कथा मैले सुने। उसले चाहिँ त्यहाँको पास्टर म्याक्सवेल जज, कालिम्पोङमा यहाँ पास्टर सुरेन्द्र हाम्रो जोसेफ हुनुहुन्छ, उहाँको चर्चमा म आउनुभएको, उहाँकै चर्चमा म काम गरेको। पास्टर म्याक्सवेल जजलाई एकजना मान्छेले चाहिँ कति हजार रुपियाँमा उसलाई मार्नलाई सुपारी दिएछ। तपाईँले बुझ्नु, सुपारी भनेको प्रोग्राम प्लान गरेछ। उनी त्यो महान परमेश्वरको दासलाई मार्नुको लागि चाहिँ उसमा जब उसमा आयो, प्रपोजल आयो, उसले सोचे ऊ त पास्टर रहेछ, क्रिस्चियन रहेछ, उसलाई मार्नुभन्दा अघि एक दिन म जान्छु, एकपल्ट उसँग बात गर्छु। रातको ठिक 12 बजे दैलो ढल्कन गाउँछ। हेर्दाखेरि त सरदार बलबीर सिंहको दैलोमा उभिरहेको पास्टरसँग सँगै हुन्छ, राम्ररी चिनेको। अनि भित्र आउने आग्रह गर्छ, सिटिङ रुममा बस्छ। अनि पास्टरले परमेश्वरको वचन सुनाउन थाल्छ, जीवित परमेश्वर ख्रीष्टको वचन सुनाउन थाल्छ। अनि सुनाउँदै सरदार बलबीर सिंह घुँडामा जान्छ, नानी जस्तो रुन थाल्छ। उसले भने पास्टरलाई, म अब त्यो व्यक्ति जसले कति हजार रुपियाँमा मलाई मार्न पठाएको छ, अहिले नै गइकन 1 पैसा दिने मैले मार्दैछु। तपाईँ यस्तो महान परमेश्वरको व्यक्तित्वलाई मार्नलाई मलाई पठाएको। अनि त्यति नै बेला उसले यीशु ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गरेछ। लले उसको टाउको चाहिएको छ। ल डिमान्डेड हिज डेथ, उसको मृत्यु खोजेको छ, तर परमेश्वरले जीवन खोजेको छ। परमेश्वरले उसको मुटु खोजेको छ, हृदय खोजेको छ। अनि जब मैले त्यहाँ देखेँ, उत्तर प्रदेश गभर्मेन्टले त्यत्रो 1600 डकैतहरूलाई चाहिँ क्याम्प बनाएर राखेछ। अनि उसलाई पनि सरदार नै बनाएको रहेछ। सम्पूर्ण डकैतहरूले उनीहरूले हात हतियार हाम्रो लोकनायक जयप्रकाश नारायणको हातमा उसले जिम्मा दिएको छ। सधैँ आत्मसमर्पण गरेछ। अनि गभर्मेन्ट उनीहरूलाई काम दिएर राखेको रहेछ। हेर्नुहोस् त प्रिय, अचम्म लाग्दैन? प्रभु यीशुले के गर्नु सक्नुहुन्छ? मान्छेको जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ।
देश परिवर्तन गर्न सक्नुहुन्छ, समाज परिवर्तन गर्न सक्नुहुन्छ, मान्छेको जीवन परिवर्तन गर्न सक्नुहुन्छ। म मेघालयको जङ्गलभित्र पनि मैले काम गरेँ। त्यहाँनिर कुख्यात अन्डरग्राउन्डको मान्छेहरूलाई हामीले सरकारका आत्मसमर्पण गर्न लगायौँ। जब त्यो जङ्गलभित्र गइकन हामीले स्कुल खोल्यौँ। त्यो स्कुलको नाम छ गासा इङ्ग्लिस स्कुल। त्यो गासा भने चाहिँ उनीहरूको मुकुट हो। गासा इङ्ग्लिस स्कुल जङ्गलभित्र हामीले खोल्यौँ। अनि जङ्गलभित्र त्यो स्कुल खोलेको देख्दाखेरि त्यहाँको अन्डरग्राउन्डको मान्छेले देखेर छक्कै परेर उनीहरूले आत्मसमर्पण मेघालय सरकारमा गरेको छ। यी कामहरू अचम्मको हो। यस कारणले मेरो वचन यहाँ सक्न चाहन्छु। यो येशू ख्रीष्ट क्रुसमा मर्नुभएको कारण एउटा कथा बनाउनु मात्र होइन, साँच्चै नै प्रत्येक मान्छेको जीवनमा धर्म होइन, ईश्वरको जीवन आओस्। हजुरले तपाईँको जीवनमा यदि बिमारी हुनुहुन्छ, तपाईँ कुनै प्रकार कष्टमा हुनुहुन्छ भने तपाईँको छुटकारा, तपाईँको मुक्ति केवल येशू ख्रीष्टमा छ। अनि येशू ख्रीष्ट धर्ममा होइन, येशू ख्रीष्टमा तपाईँको जीवन पाउनुहुन्छ। परमेश्वरले तपाईँ सबलाई धेरै धेरै आशीष दिउन्। धन्यवाद। अति नै आदरणीय रेभरेन्ड पास्टर जोना बलज्यूलाई हामी धन्यवाद दिन चाहन्छौँ। कारण अति नै गम्भीर अनि अर्थपूर्ण सन्देश प्रभुको वचनबाट राखिदिनु भएको छ। साथै हामी न्यू क्रिएसन टिमलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। उहाँले यति सुन्दर असल अर्थपूर्ण स्किटलाई हाम्रो अघि प्रस्तुत गर्नुभएको निम्ति हामी साँच्चै नै उहाँलाई धन्यवाद दिन चाहन्छौँ। र म विश्वास गर्छु हामी जति पनि यो हलभित्र छौँ अनि जतिले प्रभुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूको निम्ति आज गुड फ्राइडे, येशू ख्रीष्ट यहाँहरूको निम्ति मारिनु भएको छ, तपाईँको निम्ति उहाँ बलिदान हुनुभएको छ भने उहाँ फेरि पनि 3 दिन बादमा जीवित हुनुभएको छ। र म यहाँलाई विशेष सूचना दिन चाहन्छु। कतिको हृदयमा प्रश्नहरू होला। अनि हाम्रो मल्ली डाँडा क्षेत्रमा HCPC चर्च यहाँनिर छ, जहाँनिर आदरणीय पास्टर प्रणय राईज्यू यहाँ हुनुहुन्छ। यहाँलाई भेट्न सक्नुहुन्छ, यहाँसँग बातचित मार्न सक्नुहुन्छ, येशूको विषयमा तपाईँले प्रश्न गर्न सक्नुहुन्छ। यहाँहरूको निम्ति यो छोटो जानकारीलाई म राखिरहेको छु। र यति बेला भने हामी अर्को प्रोग्राममा गइरहेका छौँ। HCPC मल्ली डाँडा ग्रुप डान्स यहाँ तयारी हुनुहुन्छ भने अघि आएर आफ्नो नृत्यलाई प्रस्तुत गर्न सक्नुहुनेछ। यदि उहाँ तयार हुनुभएको छैन भने एकल गीत पनि रहेको छ। हुन्छ, छिटो गरेर तपाईँको जतिजना ग्रुप डान्स तयार हुनुहुन्छ यहाँ आएर आफ्नो नृत्यलाई प्रस्तुत गरिदिनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु।